हेलो साथीहरू के गर्दै हुनुहुन्छ है हाम्रो पेज फेसबुक प्युठानी ठितोको पेजमा है एकदम बब्बाल होला साथीहरू सबै सुतिसक्नु भइसक्यो होला यसबेला त है म अब ड्युटीबाट भर्खर आउँदैछु है ड्युटीबाट के गर्ने यार स्थिति यस्तै छ अब त गाउँठाउँमा मान्छेहरू सुतेर निद्रा पुरा भएर उठ्ने बेला भइसक्यो होला हामी त के गर्ने अब ड्युटीबाट भर्खर आउँदैछु जुत्ता खोल्दैछु कपडा पनि चेन्ज गर्दैछु भर्खर है टक्क लाएर अरे हिरो जस्तो होइन कि आज अहिले हल्का उ गर्न अनिदो भइरहेको छु म बिहानदेखि उठेछु त्यही भएर अनिदो हुने कारणले गर्दाखेरि आज आँखा नि अर्कै भइरहेको छ के गर्ने बिरामी होला जस्तो भइरहेको छ साथीहरू अरू भन्न सक्नुहुन्छ साथीहरू मेरो लाइभ फेसबुकमा एकदम बब्बाल भएर आइदिन्छु कि म फेरि कोही कोही बेला है हिरो जस्तो भएर के साथीहरूले यस्तो हेर्दै हुन्थ्यो भन्न आश है हाम्रो फेसबुक लाइभमा यसो साथीहरू आइदिनु होला है दुःख नमानिकन है रातिको बेलामा ओन्ली दी गाइस नेपाल फ्रम इन्डियामा छु म अहिले ठक्क ड्युटीबाट आइसकेको छु होइन भोलि पनि म ड्युटीको जानको लागि म भिडियो रेडी गर्दैछु म ड्युटीबाट आइसकेको छु अहिले रुममा आइसकेको छु म रुममा आएर अब खुट्टा सुट्टा धुन्छु है बब्बाल पाराले खुट्टा धुन पर्छ न त जुत्ता लाएको गना छ के गर्ने सिस्नो जस्तो गना छ सडेको जस्तो गना छ टक्क लाएर अब खुट्टा धुन्छु है साथीहरू धेरै बेसी जाडो छ कि इन्डियातिर फेरि खुट्टा धुन फेरि एकदम रात लाग्छ कि साथीहरू के गर्ने यार गर्मी धेरै तातो छ कि पानी त्यही भएर हो फेरि खुट्टा धुन आज अल्छी लाग्छ हेर्नु साथीहरू बल पालाल धुन पऱ्यो नि खुट्टा अब चलक्क चल्कन पऱ्यो अब माटोमा नदेखेको होइन टक्क लाएर है धोइयो है खुट्टा अब खुट्टा धोएर भ्याइसकेको छु साथीहरू होइन म आइपुगेको छु अब यसो बिस्तारा मिलाउँछु बिस्तारा मिलाउनु पर्यो अनि त्यसपछि सुत्नु पर्यो साथीहरू बिस्तारा मिलाइसकेको छु साथी मैले ल यस्तरी यहाँ सुकाउनु पर्छ क्या सुकाएपछि राम्रो देखिन्छ जसले मेरो फेसबुक लाइभ देख्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ म यहाँ नाच्नलाई रेडी भइसकेको छु सन्जु भाइ एउटा गाना गाइदियो त राम्रो टक्क लाएर म नाचिदिन्छु डुम्बटकुम डुम नाचु हल्ली हल्ली भने है टक्क लाएर गाना गाइदिन्छु मैले पनि होइन हल्का फुल्का गाना नि गाइदिन्छु हल्का नाच्ने पनि मान्छे पर्यो अब के गर्ने स्पेसल गाइस देख्न सक्नुहुन्छ स्पेसल हाम्रो रुममा तयार भइसकेको छ म सुत्नलाई अब सुतेपछि अब निद्रा पनि धेरै बेसी परेको छ म बिहानदेखि उठेछु त्यही भएर सुत्दिन्छु म भोलि बिहान फेरि म जाने बेलामा भिडियो बनाउँछु फेरि रुम जाँदै समयमा ड्युटी जाने बेलामा ड्युटी गरिन्छ अब यहाँबाट अब पुरै कपडा चेन्ज गऱ्यो टक्क लाएर परस पनि निकाल्न पर्यो है सर्रो लाएर साथीहरू ओइ मेघले कोही थोन होइन बल्ती दिन्छ होला नि साथीहरू लाइभमा बसेकोमा धेरै राम्रो भइरहेको छ है तपाईँहरूलाई म आएको 5 मिनट भइसकेको छु है